यस्ता अँधलो पनि बुढी हुँदो रहेछ होइन। अनलाइनबाट क्या अमेजनबाट सामान मगाएछ होइन। अनि मलाई थाहा नदिकन क्या यिनीहरूको दिदीबहिनी मिलेर सामान मगाएछ क्या। अनि सामान मगाउनु चाहिँ मगाएछ होइन, तर एड्रेस हाल्दाखेरि चाहिँ होइन सबै हालेछ। अनि लास्टमा रुम नम्बर चाहिँ हाल्न बिर्सेछ क्या, हालेन त। यस्ता अँधाला छन्। अनि 29 तारिक आउनु पर्ने सामान रुममा, अहिलेसम्म आज कति 2 तारिक हो सामान आएन। अनि किन आएन भनेर चाहिँ अनि हेर्दा यिनीहरू भित्र यिनीहरू दिदीबहिनीहरू त्यो मैले थाहा पाउँछ कि भनेर क्या गाली गरिहाल्छ। एक त लुकीछुपी गरेको, चोरेको, बनाएको होइन, किनेको। अनि थाहा पाउँछ भनेर त्यो च्याट जिपिटीलाई सोध्नेदेखि लिएर दुनियाँ कसरी लिएर आउन सकिन्छ सामान भनेर होइन, त्यो पुरै गर्नुसम्म गरेँ क्या। अनि लास्टमा केही सिप लाएन। अनि त्यहाँबाट म भाटी आएर सुट्टु यसरी सामान मगाएको थिएँ, यस्तो भयो रे। अब अहिले यो टटनपुर घाममा यहाँ हेर्नु, यो लास्ट बुढो भाषाहरु के त त्यही पनि गर्न नसके। अहिले यो लास्टमा अब हुन्छ नि त त्यो रुम नम्बर पो नभए त रुमभन्दा अलिक एक स्टेप अगाडि आउने त्यो चाहिँ कोरियर सेन्टरमा चाहिँ त्यहाँ आइपुगेको छ भनेर देखाएको छ त्यो म्याप चेक गर्दाखेरि, उसमा हेर्दाखेरि होइन। अब म अहिले चाहिँ त्यहाँ लिन जान लागेको। अहिले यो यहाँ यस्तो टटनपुर घाम छ, यस्तरी घामले पोल्दै सहयोग गर्दा पनि त्यसलाई 10 कुरा गर्न पर्छ, भिडियो बनाउनु पर्छ। नाटक धेरै गर्ने होइन नि त। अनि त्यहाँ गर्दाखेरि राम्ररी गर्ने हो नि त। नि अनि त्यो मगाउँदाखेरि त्यत्रो महँगो सामान मगाएर अनि त्यहाँबाट अनि अहिले अब यहाँ जान पर्यो त्यहाँ। अनि अहिले यहाँ 2000 भाडा तिरेर फेरि त्यही पनि बुढोको लागि बुढी, बुढीको लागि बुढो नभए के काम त सँगै। अनि तिम्रो त्यो सामानको 2000 को सामान मगाएन होला, 2000 खर्च गरेर जानुपर्ने भयो। यस्तो बारे थियो यो अँधलो के अँधलो, केही नरहने।